दोलखा भीमसेनको विषयमा केही थाहा छ हजुरलाई? ल गाइस, यहाँको चाहिँ यस्तो रमणीय दृश्य छ। यो चाहिँ 2072 सालमा भूकम्पले। ल गाइस, तपाईँहरूलाई कस्तो लागिरहेछ आजको यात्रा है? अब अहिले चाहिँ हामी काठमाडौँबाट कतिवटा डिस्टेन्स भयो? अब 4 घण्टा डिस्टेन्स है। हामी 4 घण्टाको डिस्टेन्समा यो मुकेबारी भन्ने ठाउँ आइपुग्यौँ। यहाँबाट अब हामी कालिम्पोङको लागि उकालो लाग्यौँ। अब यहाँबाट हामीलाई 45 मिनटदेखि 1 घण्टा भनौँ न। अब यहाँबाट कालिम्पोङको यात्रा 1 घण्टा भनेपछि पाउने 9मा पुग्ने भयो। अब वकै हुँदैन यो चाहिँ कालिम्पोङ जाने बाटो। पाउने 8 भएर भयो। देउराली आइपुग्यौँ है। देउराली यो देउराली हो। त्यो चरीकोट जाने बाटोहरू देखाएको। ल गाइस, अहिले हामी चाहिँ यता कुरी पुग्यौँ। यो चाहिँ कुरी बजार हो। अब कालिम्पोङ यहाँबाट चाहिँ असाध्यै राम्रो भ्यू माउन्टेन देखिन्छ। माउन्टेनको दृश्य हेर्नु होला। कस्तो लागिरहेछ आजको यात्रा है? अब रमाइलो भइरहेछ नि। घर फर्किन्छौँ। घर बेलुका 10 बजे पुगिन्छ। ल गाइस, हामी अहिले दोलखा भीमसेन पुगेका छौँ। अब हामी यहाँबाट केही समय 2-3 मिनट 5 मिनटको
यिनीमा हामी दोलखा भीमसेन मन्दिर पुग्नेछौँ र म त्यहाँ दोलखा भीमसेनको पनि हजुरहरूलाई केही झलकहरू देखाउने छु र साक्षात् भीमसेन दोलखा भीमसेन यहाँ हाम्रा गाइजहरू किनमेल गर्दै हुनुहुन्छ। हामी आइपुग्यौँ। तपाईँलाई दोलखा भीमसेन थाना आइपुग्यौँ हामी दर्शन गर्न। आइपुग्नु भएन? हामीलाई गुरुजीले ल्याएर राखिदिनु भयो सजिलोसँग यहाँ। अनि दोलखा भीमसेनको विषयमा केही थाहा छ हजुरलाई? थाहा त किन दर्शन गर्न आएको यहाँ घर होइन हाम्रो त आउँदै पर्यो। ल उहाँलाई सोध्नु दोलखा भीमसेनको के थाहा छ? दोलखाको विषयमा केही कुरा थाहा छ तपाईँहरूलाई? थाहा छैन है? देशमा सङ्कट आए पसिना आउँछ अरे भन्ने चाहिँ सुनेको छ। तपाईँले राम्रो धेरै राम्रो हुनुहुन्छ देउताहरू आएको हामी दर्शन गर्न आएको। कहाँदेखि आउनुभयो तपाईँहरू? हामी सिन्धुपाल्चोकको घर भोटचर जयसी गाउँ अब यहाँ डाँचीमा बस्छौँ। हजुर धन्यवाद। यहाँको यस्तो रमाइलो दृश्य छ र यहाँको अब दोलखाको पुरानो बजार। अब यहाँबाट हामी केही क्षणमा हामी भगवान् भीमसेनको प्राङ्गणमा पुग्छौँ र भक्तजनहरूको घुइँचो छ। भक्तजनहरू यहाँ चाहिँ अब आस्थाको लिएर भीमसेनको दर्शन गर्न आउनुभएछ। आइपुग्यौँ अब हामी भीमसेन थानमा दोलखा भीमसेन थानमा होइन गुरुजी होइन हजुर हो आइरहेछन्। बेच्नु पर्छ हो ल हामी ठ्याक्कै भीमसेन थानको सिँढी चढ्दैछौँ। अब हामी केही मिनटमा ठ्याक्कै मन्दिर पुग्दैछौँ। दोलखा भीमसेनको मन्दिर र आउनै पर्ने ठाउँ यो चाहिँ शक्तिपीठ भीमसेनको दोलखा भीमसेन आइपुग्यौँ। हामी दोलखा भीमसेन फोकामा छ कि हामी चाहिँ यो चाहिँ 2072 सालमा भूकम्पले भत्काएको घर अहिलेसम्म यस्तै जीर्ण अवस्थामा छ। यो चाहिँ दोलखा भीमेश्वर मन्दिर नजिकैको यस्तो छ घर। पहिलाको पुरानो घर यस्तो जीर्ण अवस्थामा अझै पनि बसिराखेको अवस्थामा